एकैछिन यो भिडियो हेर्नुमै सबैजनाले एकैछिन यो भिडियो हेर्नु होला हैन। हस् यति नै। अरूलाई गाली गरेरै मात्र देश बन्छ जस्तो लाग्छ, तर स्टन्ट गरेर देश बन्दैन। स्टन्ट गरेर देश बन्छ, स्टन्ट गरेर देश बन्छ। देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, काममा इमानदारीता हुनु। पहिला मिठाई सकौँ। अस्तिदेखि एउटा भिडियो बनाउँछु भन्दै टाइम नमिलेर आज बनाएको यो भिडियो चाहिँ हैन। मैले अस्ति भर्खर मात्रै हाम्रो काठमाडौँको जो हुनुहुन्छ उपमेयर सुनिता डोङ्गोल, उहाँको एउटा भिडियो हेरेको थिएँ जुन अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भाइरल भइरहेको छ। उहाँले त्यो भिडियोमा के भन्नुभएको छ भन्दाखेरि स्टन्ट गरेर देश बन्छ अरे। स्टन्ट गरेर अनि के गरेर बन्छ त? राम्रै थियो त तिम्रो करियर त, राजनीतिमा राम्रै देखाएको थिएँ मैले हैन, माया पनि गरे हुन् जनताले। अनि यो बाटो पछि लागेर चाहिँ के पायौ त तिमीले? तिम्रो भविष्य त राजनीतिमा राम्रै थियो, राम्रै जनताले माया गरेकै थिए हैन। राम्रो मान्छे हो, अब अलि युवा भएपछि त अलि देश बनाउनुतिर लाग्नु नि। किन बाजेको भविष्यतिर फेरि उही बाजेकै तालमा किन? के छ त्यस्तो बाजेमा? किन बाजेकै सपोर्टमा जनताहरू त्यत्रो हैन त्यत्रो छ। अहिले जुन पछिल्लो समयमा जति विदेशिनु परिरहेको छ जनताहरू हैन, पछिल्लो समय जति नेपालीहरू विदेशिएका छन्, उनीहरूको पीडा कसले बुझ्दैन नि? उपमेयरज्यू भन्नुस् त, यो क्वेसन तपाईको लागि। कसले बुझ्दिने पीडा? तपाईहरुले नै हैन? कसले बुझ्दिनु के पीडा? कसले भन्नुस् त? जुन हिसाबको तपाईले भन्नु स्टन्ट गरेर के गरेर बन्छ त देश? बनाउनु न त। बनाउनलाको बालिन्सा र देखेका थिए हर्का सामाङ र अलिअलि भागा रविहरूको माथि, त्यसपछि कुलमान घिसिङलाई पनि हटाउनुमा हात तपाईकै छ हैन? अस्ति मलाई त तपाईको यो भाषणहरु सुन्दाखेरि त त्यस्तै लाग्न थाल्यो, अहिले त सँगै लाग्न थाल्यो। कुलमान घिसिङलाई हटाउनुमा पनि तपाईको नि हात छ कि भन्ने। छोड्दिनुस्, सुध्रिनुस्। अब जनता लाटो छैनन्, बाठो भइसके। त्यही भएर सुध्रिने काम गर्नु बिग्रिने हैन। फेरि राजनीति करियरै सकेला नि, पहिला जस्तो छैन नि जनता फेरि। बुझ्यौ?